नमस्ते वेलकम टु माई मिनी ब्लग। आज म हजुरहरुलाई जुम्ला घुमाउँछु है त। जुम्ला अब अहिले चाहिँ हामी केटीएसमा रहेको छौं। केटीएसको यहाँ देख्न सक्नुहुन्छ, यहाँ यो चाहिँ ताल रहेको छ अनि यता पछाडी चाहिँ केटीएस जुन यो टिनहरुको देखिरहेछ नि त्यो चाहिँ कलेज रहेको छ अनि यता चाहिँ जंगल छ, दामी भ्यू देखिरहेको छ है। अनि चाहिँ हामी कहाँ जाने अरे अर्को ठाउँ, चेरेको ठाउँ पनि देखाउँछु एकछिनमा हजुरहरुलाई। यो चाहिँ ताल रहेको चाहिँ, यो चाहिँ चेरे भन्ने ठाउँ हो है गाइजहरु। अनि यहाँ चाहिँ जुन यो भवन छ त्यो चाहिँ एमबीबीएस पढाइ हुन्छ भनेर भनिरहेको छन्। त्यो कहिलेदेखि स्टार्ट हुन्छ त्यो चाहिँ थाहा भएन है। अनि यहाँदेखि तल हेर्दाखेरि चाहिँ यो चाहिँ जुम्ला बजार हो, बजारको भ्यालीहरु रहेको छ। अनि यहाँ चाहिँ यस्तो मजाको ग्राउन्ड छ, गाईहरु पनि त्यहाँ रहेको छ, हेर्न सक्नुहुन्छ हजुरहरुले। अनि त्यहाँ घोडाहरु पनि छ है। अनि यहाँ चाहिँ म रहेको छु, मस्तले हिँडिरहेको छु। अब माथि दाइ भाइहरु सबैजना छन्, यस्तो मजाको भ्यू छ। आमामामामा थाकिसक्यो हिँड्दा हिँड्दा। अनि यति धक्का लाग्यो। यो चाहिँ चेरे भयो है, चेरेको ग्राउन्ड भयो। अनि यहाँ चाहिँ फेरि यता मन्दिर छ। अनि यहाँ फेरि यताको ग्राउन्ड चाहिँ धिमी भन्ने रहेछ। यस्तो दामी चाहिँ यहाँ जङ्गल। ओ माई गॉड, टक्क लगाएर धिमी रहेको छ। यस्तो मजाको ठाउँ छ कि इफ यु वान्ट टु सी हेभन दे कम टु जुम्ला नेपाल। साँच्चीकै भनेको साँच्चीकैको स्वर्ग जस्तो छ। यहाँदेखि तल झऱ्यो भने फेरि नर्क पुगिन्छ होला, तर स्वर्गै छ। यहाँ चाहिँ दाइ भाइहरु रहेका छन्। यहाँ चाहिँ म, यस्तो दामी छ। ओ माई गॉड, यति खुसी भएछु म, यति एक्साइटेड पनि थिएँ यहाँ हेर्नको लागि। लास्टमा आएर चाहिँ यहाँ हेर्दा त ओ माई गॉड, यहाँ हेर्न सक्नुहुन्छ जुम्ला बजार है त यो। ओ माई गॉड, यति खुसी भएको छु। आज चाहिँ हामी 4 जना घुम्न आएको थियो। अनि घरदेखि यहाँ जुम्ला सदरमुकाम पुग्न चाहिँ 1 घण्टा लागेको थियो। अनि त्यसपछि हामी फेरि त्यो सदरमुकामदेखि चाहिँ यहाँ माथि चेरेको डाँडा आउन चाहिँ हामीलाई 1-1.5 घण्टा मेबी लागेको थियो। अनि यहाँ चाहिँ हामी चेरेको डाँडामा यता पनि घुम्यो अनि धिमीको डाँडा उता पनि हेर्यो। एकदमै दामी रहेछ। अहिले चाहिँ हामी घर फर्किन लागेको। अनि यहाँ चाहिँ तल देखाएको भनेको जुम्ला बजार हो, जुन चाहिँ क्लियरली चाहिँ देखेको छैन भिडियोमा, अगाडि चाहिँ देखिसकेको छ, हजुरहरुले हेर्न सक्नुहुन्छ। अहिले चाहिँ मैले ब्लग इन गर्न लागेको। थ्यांक यू फर वाचिङ।